नेपालको उच्च भूभागमा बसोबास गर्ने मगर जातिहरूको आफ्नो छुट्टै मौलिक पहिचान र संस्कृति छन्। मिलेको समुदाय एकै स्थानमा गुजुप्प पारेर बनाइएका मौलिक परम्परा अनुसारका घर अनि बस्ती। लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वका केही गाउँमा मगर संस्कृति झल्किने परम्परागत पर्व भूमिया नाचको छुट्टै महत्त्व छ। पछिल्ला वर्षहरूमा यसको प्रभाव देशभर र विदेशमा समेत पुगे पनि रुकुम रोल्पाका मगर बस्तीहरूमा भूमिया नाचले फरक सद्भाव र सन्देश दिइरहेको छ। मगर समुदायले धेरै वर्षदेखि मुख्य पर्वको रूपमा मनाउँदै आएको भूमिया पर्व भनेको मुख्य भूमिकै पूजा हो। प्रकृतिको संरक्षण गर्दै भूमिप्रतिको आधार र सम्मान हो। भूमि छ र त मानव छौँ अनि जिउन पाएका छौँ। भूमिकै कारण प्राणी जगत छ। त्यही माटो भूमिमा फलेको अन्नबाली खाएर जुग बिताएका छौँ। त्यसैले भूमिलाई शिरमा राख्नुपर्छ, आधार सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ मगर समुदायले भूमिलाई हरेक वर्ष पूजा गर्दै भूमिया नाच नाच्ने परम्परा बसालेको कथन छ। मगर समुदाय लगायत संसारका आदिवासीहरूले जल, जमिन र जङ्गललाई आफ्नो प्राणको रूपमा लिने गरेका छन्। यसको प्रमाणको रूपमा मगर समुदायले मनाउने भूमिया पर्व पनि हो। मगर समुदाय विशेष गरी उच्च पहाडी भूभागमा बसोबास गर्छन्। भूमिया पर्व पनि त्यहीँको प्रकृति र परिवेशसँग सम्बन्धित र सुहाउँदो छ। भूगोल र परिवेश अनुसार नोकोबाङ्गे, भूमे, भूमि, भूमिया जस्ता नामले मनाइन्छ भूमिया पर्व। पश्चिम नेपालमा बोलिने मगर खामरपाङ भाषाको विभिन्न भाषिकाका कारण यो पर्वको नाम विभिन्न भए पनि यसको मूल पक्ष भनेको भूमिको पूजा नै हो। नेपाली समाजमा जातीय, सांस्कृतिक, सामाजिक, भाषिक, धार्मिक विविधतासँगै मगर समुदायभित्र पनि भाषिक, सांस्कृतिक लगायतका विविधताहरू छन्। मगर समुदायमा भएका प्राचीन मौलिक संस्कृति चाडपर्वहरूमध्ये भूमिया पर्व सांस्कृतिक सभ्यतासँग जोडिएको पर्व हो। भूमिया पर्वको विभिन्न महत्त्व मध्येको एक हो मानिस जीवित छ या छैन भन्ने परीक्षण गर्ने। यसका अरू पनि महत्त्व छन्। सत्ता परिवर्तन, आर्थिक वर्ष र युवा युवतीले प्रेम गर्ने अवसर। वैशाखदेखि भदौको हरेक संक्रान्तिमा भूमिया मनाउने गरिए पनि असार 1 गते प्रमुख दिन हो। यो मुख्य गरी असार 1 देखि सुरु भएर आफ्नो भूगोल, समाज, समय अनुसार असार 7 गतेसम्म मनाइन्छ। भूमिया पर्व सुरु हुनुभन्दा 1 दिन अघि अर्थात् जेठ मसान्तको दिन मगर समुदायका युवा युवतीहरू उच्च पहाडको टुप्पो अर्थात् बुकी पुग्छन्। त्यहाँको चोको ठाउँमा फुलेका रङ्गी बिरङ्गी फुल टिपेर ल्याउँछन्। बुकीबाट ल्याएको फुल महिला र युवतीहरूले पुरुष र युवाको शिरमा सजाइदिन्छन्। उनीहरूले ल्याएको बुकी फुल गाउँको सबै घरमा पुर्याइन्छ। लेकबाट पूजापाठ गरेर झरेपछि गाउँमा महिलाहरूले ध्वाँसो, खरानी, दसैँमा ढोकामा राखिएको टिका, जमरा जस्ता घर लिपोत गरेर निस्किएको फोहोरलाई घर बाहिर फाल्छन्। त्यसपछि विधिवत रूपमा भूमिलाई पूजा गर्छन्। भूमिया नाच नाच्छन् अनि सुरु हुन्छ भूमिया नाच। घर लिपोत गर्दा निस्केको फोहोर फाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूमियाले लैजाने विश्वास छ। भूमिया देवतालाई बलि चढाएपछि अनिष्ट नहुने, बाली नाली सप्रिने खाम मगर समुदायमा जनविश्वास छ।
आफ्नो वेशभूषामा सजिएर युवा युवती बुढापाकाहरू आपसमा मिलेर दमाहा, टेम्पो, ढोल, झर्रा, सनाई र झ्यालीको तालमा भूमिया नाच नाचिन्छ। भूमिया नाच नाच्न महिला एक लाइन र पुरुष एक लाइन गरी 2 लाइनमा हुन्छन्। पुरुष भित्रपट्टि र महिला दाहिने पंक्तिमा सजिएका हुन्छन्। भूमिया नाचमा खाम मगर समुदायमा प्रचलित वेशभूषामा महिलाले गुन्यौ चोली, पछ्याउरी, गाडा, गरगहना र पुरुषले ढाका टोपी, गाडा, पटुका, चौबन्दीमा सजिएर खुकुरी भिरेर नाच्छन्। परम्परागत पोसाकमा सजिएर पहिलो घेरामा पुरुष र पछिल्लो घेरामा महिलाको लामबद्ध तरिकाले नाच्ने गर्दछन्। भूमिया नाच्ने ठाउँलाई नागोपो भनिन्छ। भूमिया नाचका 22 चाल हुन्छन्। समयक्रमले चालहरू कम हुँदै गएका छन्, तर एउटा सत्य के छ भने संसारमा एकसाथ महिला पुरुष गोलबन्द भएर सयौं हजारौंको संख्यामा एकसाथ नाचिने नाच भूमिया हो। त्यसकारण भूमिया पर्व, भूमिया नाच मानव जातिको विकाससँगै उत्पत्ति भएको प्राचीन मानव सभ्यता संस्कृतिको सभ्यता हो। भूमियामा अनिवार्य बलि दिइन्छ। असार 1 गते बलि दिइन्छ। त्यो ठाउँ विशेष हुन्छ। कतै कुखुरा, कतै बाख्रा, कतै भेडाले बलि दिइन्छ। यो बलि कुनै अलौकिक देवता भगवानका लागि होइन, माटोको लागि दिने कथन छ। त्यहाँ पूजा गर्छौँ। पूजा गरेर हामी चाहिँ फुल टिपेर तल रमाइलो गर्दै नाच्दै गाउँदै हामी मसान्तको दिन तल झर्छौँ। मसान्तको दिन तल झरिसकेपछि हामी यहाँ गाउँमा फेरि हाम्रा यो गाउँका चाहिँ गाउँमा फेरि एउटा चाहिँ खरदरी समिति भन्ने छ, गाउँको मुखियाको टिम छ एउटा। उहाँहरूले फेरि एउटा चाहिँ हामीलाई चाहिँ एउटा सुँगुर काटेर चाहिँ हामीलाई चाहिँ त्यो चाहिँ एउटा बल टान्ने भनेर भन्छौँ। त्यो बल टान्ने काम चाहिँ हुन्छ। त्यसपछि ल्याएर हामी त्यो जो बल टानेको त्यो सुँगुर हुन्छ त्यो हामी यो नाच्ने टिमलाई नै जिम्मा लगाइदिन्छ। त्यो नाच्ने टिमले नै त्यसलाई चाहिँ त्यो सुँगुरलाई चाहिँ मजाले लिएर चाहिँ त्यसलाई चाहिँ साँझ फेरि केटाकेटी चाहिँ भेला हुने, ट्याक्क चाहिँ एक ठाउँमा जम्मा हुने। यसरी क्रमैसँग चाहिँ यो ठुलो एकदमै महोत्सवको रूपमा चाहिँ मनाइँदै आइरहेको छ। यो पर्वसँगै सामाजिक, भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक महत्त्व जोडिएका छन्। प्राचीन अवस्थामा मानव विकाससँगै हाम्रो संस्कृति र सभ्यताको विकास हुँदै गर्दा मगर जातिले सत्ताको प्राचीन अभ्यास गरिरहँदा आफ्नो बस्ती तथा थातथलोमा पुरानो सत्ता नयाँमा हस्तान्तरण गर्ने गरिन्थ्यो। यो सत्ताको विकास क्रम थियो। त्यसकारण भूमिया राजनीतिक सत्ता परिवर्तनको एउटा अवसर हुन्थ्यो। तर अहिले समय र प्रविधि बदलिएको छ। सत्ता परिवर्तनको खबर तत्कालै नागरिकसम्म पुग्न थालेपछि भूमियाको महत्त्व सांस्कृतिक रूपमा रूपान्तरण भएको छ। अहिले जसरी जनसङ्ख्याको गणना गरिन्छ, प्राचीन अवस्थामा मगर समुदाय अथवा मानव समुदाय कुन कुन ठाउँमा जीवित छन् वा मृत्यु भयो भन्ने हिसाबले पहिचान गर्ने दिनको रूपमा पनि भूमिया पर्वलाई लिइन्थ्यो। भूमिया दिएको बलि सबै घर परिवारलाई बिलो लगाउने र बिलो लिन नआउने घरको सदस्यलाई 3 महिनासम्म कुरेर बस्ने चलन थियो। 3 महिना पनि नआए त्यो परिवार जीवित छैन भनेर पुष्टि गर्ने गरिन्थ्यो। सामाजिक रूपमा युवा युवतीलाई नयाँ जीवन, घरजम, परिवार सम्बन्ध जोड्न पनि यो पर्वको महत्त्व छ। भूमिया पर्वका दिन युवा युवतीहरू जमघट हुने, एकले अर्कोलाई चिन्ने, परिचय गराउने, माया गर्ने र नयाँ जीवन थालनी गर्ने माध्यमको रूपमा पनि यो पर्वलाई लिने गरिन्छ। सांस्कृतिक रूपमा मगरहरूको इतिहासको विकाससँगै सभ्यता प्रस्फुटन गर्ने माध्यम भयो भूमिया। भूमियाले पछिल्लो पुस्ताका लागि मगर समाजको संस्कृति, सभ्यताको संरक्षण, विकास र परिष्कृत गर्ने काम गरिरहेको छ। सामाजिक सद्भाव बढाएको छ। यो मानव जातिको उत्थान, यो मानव जातिको विकास क्रमदेखि नै चल्दै आएको यो नाचमा समेटिएको हुन्छ र यो मानव जातिहरूले
आफूले जीविकोपार्जन गर्नको निम्ति आफूले गर्ने कामको क्रियाकलापलाई यहाँ प्रस्तुत गरिएको हुन्छ र लोग्ने मान्छेहरूले फलफुल कन्दमूलदेखि लिएर चुया काट्ने घाँस काट्ने यिनै कुराहरूको अभिनय गरेर नाचिराखेका हुन्छन् भनेपछि महिलाहरूले पनि घर दैलोभित्र कुचो दैलो गरेका क्रियाकलापहरू नाचबाट नै उनीहरूले अभिव्यक्त गरेका हुन्छन् र हामी मानव जातिहरूको दैनिक जीवनमा कुनै अनिष्टता नआओस् भनेर भूमि पूजालाई पुजेको क्रियाकलाप पनि यही नाचको अभिनयबाट प्रस्तुत गरेका हुन्छन् र यहाँ त मेन त यो 18 मगरात यो समुदायले मान्ने परम्परागतदेखि नै चल्दै आएको मौलिक पर्व हो। मगरहरूको व्यवस्थित बस्ती भएको ठाउँमा यो पर्व मनाइन्छ। पश्चिम नेपालको रोल्पा, रुकुम, धौलागिरी सहित 18 मगरात क्षेत्रमा यो पर्व मनाउने चलन छ। पूर्वी रुकुमका तकसेरा, हुकाम, मैकुट, कोल, काँक्री, भूमे, लुकुम, महत र यससँगै जोडिएको रोल्पाको जलजला, थबाङ, जेलबाङ जस्ता मगर बस्तीहरूमा भूमिया पर्व धुमधामले मनाइन्छ। गाउँपालिकाले यो हाम्रो परम्परा जो हाम्रो पर्वहरू चाहिँ छ, संस्कार संस्कृतिहरू छ, यसलाई जगेर्ना गर्ने र पर्यटकीय हिसाबले पनि एउटा सांस्कृतिक एउटा पर्यटकीय एउटा गन्तव्यको रूपमा पनि यसलाई विकास गरेर लैजाने र यसलाई चाहिँ संरक्षण गरेर लैजानेमा गाउँपालिकाले विशेष चाहिँ यो सब पहल गरेर योजनाहरू बनाएर पनि अगाडि बढिराखेको छ। परापूर्व कालदेखि नै प्रकृतिलाई पूजा गर्दै आएका मगर समुदायको विशेष महत्त्व बोकेको भूमिया पर्व प्राणी जगतमा रोगव्याधि नलागोस्, दैवी प्रकोपबाट बचियोस् र राम्रो अन्नबाली फलोस् भन्ने कामनाका साथ मनाउने गरिन्छ। यो असार लाग्ने बेलामा अब चाहिँ वर्षा सिजन हुने बेलामा प्राकृतिक प्रकोप हुने गर्छ। प्राकृतिक प्रकोपबाट बच्नको लागि मान्छेले मगर समुदायले चाहिँ प्रकृतिप्रति चाहिँ याचनापूर्वक वास्तवमा चाहिँ हामीलाई चाहिँ हाम्रो अन्नबाली चाहिँ बचाइदियोस्, हाम्रो चाहिँ कुनै पनि प्रकारको चाहिँ एउटा नराम्रो अप्रिय चाहिँ प्राकृतिक प्रकोप नपरोस् भनेर त्यो एउटा प्रकृतिप्रतिको चाहिँ उहाँले पूजा गर्ने प्रचलन चाहिँ वास्तवमा मगर समुदायको हो। यसलाई यो भूमि पर्वको महत्त्व यसै अर्थमा छ कि उनीहरूले चाहिँ प्रकृतिलाई पूजा गरेर आफ्नो परिवारमा सुख शान्ति होस् र बालीनाली केही पनि चाहिँ विनाश नहोस् भनेर भूमिको चाहिँ देवताको चाहिँ पूजा गरे। अरू मगर समुदायले अरू देवी देवता भन्दा चाहिँ भूमिलाई प्रकृतिलाई अलिक बढी चाहिँ प्राथमिकता दिने भावनाले त्यसलाई चाहिँ प्राथमिकता दिएको कारण चाहिँ चल्ने चलन हो। तर विशेष गरेर यो भूमि पर्वको सुरुवात कहिले देखियो भन्दाखेरि 62-63को आन्दोलन पछाडि नेपाल मगर सङ्घले काठमाडौँको टुडी खेलमा यो भूमि पर्व एक प्रकारले चाहिँ मनायो। भूमि पर्व मनाएपछि केन्द्रीय राज्यले चाहिँ भूमि पर्वलाई चाहिँ चिन्यो। त्यति बेलादेखि त्यो चिनेपछि अहिले विशेष गरेर प्रत्येक वर्ष जस्तो मगर समुदायले चाहिँ यो भूमि पर्वलाई मनाउँदै आएको छ र यसको महत्त्व भनेको चाहिँ यसैमा छ। पछिल्ला वर्षमा भूमिया नाचको महत्त्व फैलिँदो छ। देशभर र विदेशमा पुगेका मगर समुदाय बीच र अन्य समुदायले पनि यसलाई मौलिक संस्कृतिको ब्रान्डको रूपमा विकास गर्न थालेका छन्। भूमिया नाचलाई बलक, झ्यामकुटरी, नामको जस्ता नामले पनि चिन्ने गरिन्छ। आजभोलि भूमियासँगै नचारू, सिङ्गारू, मयूर, टप्पा नाच पनि नाच्ने गरिन्छ।
भूमिया पर्व मगर समुदायसँग मात्र नभएर मानव जातिसँग जोडिएको छ। भूमिया पर्व भूमि देवताहरूको श्रद्धा गर्नु हो। भूमिया पर्वले स्थानीय परम्परागत कला संस्कृतिको पहिचान, मौलिक संस्कृतिको संरक्षण गरेको छ। त्यसैले भूमिया पर्वको संरक्षण र विकासका लागि सरकारले सहयोग गरेर संस्कृतिको पहिचान स्थापित गर्नु जरुरी छ। पछिल्लो समय भूमिया पर्व रुकुम र रोल्पाका 18 मगराती भाषा बोल्ने मगरहरू जहाँ पुग्छन् ती ठाउँमा पनि भूमिया पर्वलाई उत्सवको रूपमा मनाउन थालिएको छ। हाम्रो मगर समुदायको विशेष पर्वको रूपमा भूमि पर्वलाई हामीले मान्ने गर्दछौँ र हाम्रो विशेष गरिकन रोल्पा रुकुममा र यो 18 मगरभित्र का मगरहरूले र खामबासी क्षेत्रका मगरहरूले विशेष महत्त्वका साथ चाहिँ यो पर्व मनाउने गर्दछौँ र यो चाहिँ रोल्पा र रुकुममध्ये यो भूमिमा विशेष गरिकन यसको चाडपर्व मनाइन्छ भने रोल्पा जिल्लाको सुनसरी गाउँपालिकामा त्यहाँ विशेष महत्त्वका साथ मनाइन्छ। आज भूमि गाउँपालिका र रोल्पाको सुनसरी गाउँपालिकामा अब यो विशेष ढङ्गले मनाइरहेको छ र अन्य गाउँपालिका रोल्पा नगरपालिका लगायत रुकुमका विभिन्न ठाउँहरूमा यस प्रकारको पर्वहरू मनाइरहेको छ। दाङमा चाहिँ हिजोदेखि नै भव्य रूपले मनाइरहेको छ। काठमाडौँमा हिजोदेखि भव्य रूपले मनाइरहेको छ। युके, जापान, बेलायत यो 18 मगरा जहाँ हुनुहुन्छ विश्वभरिमा र यस प्रकारको उत्सवहरू मनाइरहेका छौँ र विशेष गरिकन यो रोल्पा जिल्ला र रुकुम जिल्लामा मात्रै नभएर अहिले एउटा राष्ट्रिय पर्वको रूपमा यसलाई मनाइरहेको छ र हामी नेपालमा करिब 122-25 जातिहरू छौँ र ती सबैले आफ्नो सांस्कृतिक चाडको रूपमा हामीले मनाइरहेका छौँ र अहिले यो विशुद्ध मगरहरूको मात्रै विशुद्ध, थारूहरूको मात्रै विशुद्ध यो के अरे दसैँ तिहार मात्रै नभएर यो सबै जातिको एउटा चाहिँ साझा एउटा पर्वको रूपमा हामीले चाहिँ मनाइरहेका छौँ। यद्यपि अब विश्वमा दुईटा जाति मिल्न सकिरहेका छैनन्। हामीमा 120-25 जातिहरू मिलेर एकअर्काको जातिमा समानपूर्वक चाहिँ यहाँ चाहिँ तपाईँहरूले यो मैदानमा देखिराख्नु भएको छ। सबै मगर जातिमा मात्र आइरहेको छैन, दलित आएको छ, बाहुन आएको छ, छेत्री आएको छ, अब सबै जातिहरू आउनु भएको छ। सबै समान ढङ्गले एउटा उत्सवको रूपमा उहाँहरूले मनाइराख्नु भएको। त्यस कारणले यो एउटा विशेष मगर जातिको रूपले मनाउँदै आए पनि आजको दिनमा आइपुग्दा सबै जातिहरूको साझा पर्वको रूपमा चाहिँ हामीले मनाउँदै आइरहेका छौँ र एकअर्काप्रति सहिष्णुता, सद्भाव पनि हामीले प्रकट गरिरहेका छौँ भन्ने मैले महसुस गरेको छु। भूमिया पर्व जाति विशेष मात्र होइन, भूमि, माटो र प्रकृतिसँग जोडिएको पर्व हो। माटो र प्रकृति छ र त हामी छौँ, धरती छ र त यसबाट उत्पादित चिजहरू खाएर हामीले प्राण बचाएका छौँ। त्यसैले हामीले जल, जमिन र जङ्गललाई प्राणी जगतले आधार गर्नुपर्छ, संरक्षण गर्नुपर्छ र बचाउनुपर्छ, अनि मात्र दुनियाँ जीवन्त रहन्छ भन्ने मान्यता रहेको भूमिया पर्व संरक्षणमा राज्यको विशेष ध्यान पुग्न जरुरी छ। धन्यवाद।